फागुनको महिना थियो र मौसममा अझै पनि चिसोको प्रभाव बाँकी नै थियो। चिसाका कारण म ओछ्यानमै न्यानो गरेर सुतिरहेको थिएँ। बिहान 5:30 बजेका लागि अलार्म लगाएको थिएँ, तर बसिरहँदा पनि मैले त्यसलाई बेवास्ता गरिदिएँ। अलार्मले भने मलाई बेवास्ता गरेन। लगातार बजिरह्यो। अन्तमा अल्छी मान्दै म 6:30 बजे मात्र ओछ्यानबाट उठेँ। हतार लुगा लगाएर कुद्दै गएर नेपाल यात्रा चढेँ। मेरो गन्तव्य पुतली सडक थियो। करिब 7:15 बजे म कलेज पुगेँ। त्यस दिन मास्टर डिग्रीको इन्ट्रान्स इक्जामको नतिजा निस्कने दिन थियो। कलेजको सूचना पार्टीमा सबैजना एक्साइटेडका साथ आफ्नो नाम खोज्दै थिए। अफसोस मेरो नाम सबैभन्दा अन्तिममा थियो। मेरो नाम खोज्दा खोज्दै मेरा आँखाहरू अचानक एउटा यस्तो नाममा गएर अडिए जो इन्ट्रान्स इक्जामको नतिजामा पहिलो नम्बरमा भएको थियो। उनको नाम थियो उत्सव पौडेल। मलाई तत्कालीन क्युरियोसिटी जागेर आयो, को होलान् त यी उत्सव पौडेल। मैले त्यहाँ नतिजा हेर्न आएका सबैसँग परिचय गरेँ, तर उत्सवकै पत्तो पाउन सकिनँ। त्यस दिन उनी आएका थिएनन्। 2 दिनपछि कलेजमा ओरिएन्टेसन कार्यक्रम सुरु भयो। सबैजनाले पालै पालो आफ्नो परिचय लिने क्रम चल्दै थियो। तर मेरा आँखाहरूले भने भिडमा उत्सवलाई मात्र खोजिरहेका थिए। को होला कस्तो होला उत्सव भन्ने खुल्दुली मनमा खेलिरह्यो। तर अफसोस त्यस दिन पनि उत्सव कलेज आएनन्। त्यसपछिको 1 हप्तासम्म हाम्रो भेट हुन सकेन। उत्सव कलेज नआए पनि मेरो कल्पनाको क्यानभासमा उनको तस्बिर नाचिरहेको थियो। मैले आफ्नो मन दिमागमा उत्सवको एउटा रूपरेखा तयार पारेकी थिएँ। अग्लो दुब्लो, अलिकति लामो कपाल भएको र गौगोरो अनुहार। अन्ततः मेरो प्रतीक्षाको घडी समाप्त भयो। कक्षामा सरले हाजिरीका लागि सबै विद्यार्थीहरूको नाम बोलाउन थाल्नुभयो। म बडो ध्यान दिएर सुनिरहेकी थिएँ। त्यही क्रममा उत्सवको नाम उच्चारण भयो। मैले निकै धैर्यताका साथ ढोकातर्फ हेरेँ। जब उत्सवले यस सर भने मेरा नयनहरू उनैमा रोकिन पुगे। उत्सव मेरो परिकल्पनाभन्दा बिल्कुलै फरक थिए। उनी न त सोचे जस्ता अग्ला थिए, न त उनका कपाल नै लामा थिए। हो, दुब्लो चाहिँ उनी अवश्य थिए। उनी निकै सरल र सामान्य देखिन्थे। हेर्दा उनी त्यति आकर्षक वा ह्यान्डसम नदेखिए पनि थाहै नपाई मेरो मनमा उनको लागि मायाको फुल फुलिसकेको थियो। बिस्तारै हाम्रो मित्रता अगाडि बढ्दै गयो। हाम्रो रुचि मिल्थ्यो। हामी उपन्यासहरू साटासाट गर्थ्यौँ र पढेपछि त्यसमाथि टिप्पणी र छलफल गर्थ्यौँ। कलेज सकिएपछि घर फर्किँदा पनि हामी सँगै फर्कने गर्थ्यौँ। मेरो घर चाबेल थियो भने उत्सवको घर कपनमा। कहिलेकाहीँ त हामी कुराकानी गर्दै हिँडेरै पनि घर जान्थ्यौँ। उत्सवको सामीयतामा मेरो मनले एउटा अद्भुत शान्ति पाउँथ्यो। उनीसँगको यो साथ कहिले पनि नटुटोस् र उनको आवाज सधैँ सुनिरहँ जस्तो मलाई लाग्थ्यो। कलेज सुरु भएको 6 महिना भइसकेको थियो। पहिलो सेमेस्टरको परीक्षा सकियो र दसैँ तिहारको अवसरमा कलेज 1 महिनाका लागि बन्द हुने भयो। अक्सर 2067 साल शनिबारको दिन थियो। परीक्षा सकिएको खुसियालीमा कलेजले पिकनिकको आयोजना गरेको थियो। मैले त्यही दिन उत्सव सामु आफ्नो प्रेम प्रस्ताव राख्ने निधो गरेँ र एउटा प्रेम पत्र लेखेँ जसमा लेखिएको थियो, प्रिय उत्सव, तिमीले यो पत्र पढ्दा पक्कै पनि आश्चर्य लाग्नेछ। मैले यो पत्र लेख्नुको एउटा मात्र कारण मेरो मनमा तिमीप्रति उब्जिएका भावनाहरूलाई व्यक्त गर्नु हो। कलेजको इन्ट्रान्स इक्जामको नतिजा हेर्न जाँदा मेरो नजर सबैभन्दा पहिले तिम्रो नाममा परेको थियो। त्यसपछि ओरिएन्टेसनका दिन तिमीलाई भेट्ने आशामा मैले सबैसँग परिचय गरेँ, तर तिमी आएनौ। मेरो मनले हरेक क्षण तिमीलाई नै खोजिरह्यो। तिमी सोच्यौ होला नदेखेको मान्छेको तस्बिर मनमा कसरी आउँछ, तर मैले मनमा नै तिम्रो एउटा सुन्दर स्केच बनाएकी थिएँ। तिमी अग्लो
लामो कपाल भएको आकर्षक र गहुँगोरो छौ भन्ने मलाई लाग्थ्यो र म त्यही कल्पनामा डुबिरहन्थेँ। नदेख्दै त तिमीप्रति धेरै माया जागेर आयो। देख्दा कस्तो होला भन्ने कता कता रहर थियो। कलेज सुरु भएको 1 हप्तासम्म पनि जब तिमी आएनौ, मेरो मन छटपटिरह्यो। तर 1 हप्ताको प्रतीक्षापछि जब सरले हाजिरीमा तिम्रो नाम बोलाउनु भयो, मेरो नजर तिमीमै अडियो। तिमी मेरो परिकल्पनाभन्दा भिन्न थियो। न त अग्ला थियो, न त लामो कपाल नै थियो। मेरो कल्पनाको त आकर्षक नायक तिमी परेनौ। तर पनि मेरो मनमा तिम्रो लागि मायाको फुल फुलिरहेको थियो। म तिमीलाई साँचो मनले मन पराउँछु। तिम्रो नाम जस्तै तिमीले मेरो जिन्दगीमा पनि उत्सव र उमङ्ग लिएर आएका छौ। म तिम्रो जिन्दगीको रङ्गीन हिस्सा बन्न चाहन्छु। के तिमी मलाई साथ दिन्छौ? के तिमी मलाई तिम्रो जीवन सङ्गिनी बनाउँछौ? म तिम्रो जवाफको प्रतीक्षामा रहनेछु। तिम्री पागल प्रेमी सोफी साक्य। पत्र लेखिसकेपछि मैले त्यसलाई पटक पटक पढेँ। मनमा एकातिर आफ्नो भावना व्यक्त गर्न पाएकोमा खुसी थिए भने अर्कातिर उनको प्रतिक्रिया कस्तो होला भन्ने डर र छटपटी पनि थियो। पत्र कसरी दिने भन्ने अनौल्के बीच अन्तः मैले जसरी भए पनि दिने निर्णय गरेँ। जे पर्छ देखा जाएगा भन्दै पत्र झोलामा हालेर भोलिको सुन्दर बिहानीको पर्खाइमा सुतेँ। भोलिपल्ट बिहानै उठेर नुहाई धुवाई गरी म साथीको स्कुटरमा पिकनिक स्थलमा लागेँ। मेरो मन कता कता त्रसित थियो। उसले के जवाफ देलान् भन्ने कुराको मस्तिष्कमा निरन्तर हिर्काइरहेको थियो। हामी धुलीखेल पुग्यौँ र सबै साथीहरू गफमा व्यस्त भए। म भने उपयुक्त मौकाको खोजीमा थिएँ। खाजा खाने बेलामा मैले त्यो अवसर पाएँ। उसब सबैलाई खाजा बाँड्न व्यस्त थिए। उनको झोला भुइँमा राखिएको देखेर अरू साथीहरूको आहार छल्दै मैले सुटुक्क त्यो प्रेमपत्र उनको झोलामा राखिदिएँ। मौकामा चौका हानेर म सरासर आफ्नी साथीको छेउमा गएर बसेँ। त्यस दिन मेरो मन निकै हलुका र शान्त भयो, किनकि मैले आफ्नो मनको कुरा पोख्न सकेकी थिएँ। जवाफ चाहे सकारात्मक आओस् या नकारात्मक। दिनभरि रमाइलो गरेर हामी बेलुका 7:30 बजे घर फर्कियौँ। घर त पुगे तर मेरो ध्यान उत्सवकै वरिपरि घुमिरहेको थियो। उनले पत्र पढे कि पढेनन्, तर प्रतीक्षाको फल मिठो हुन्छ भन्दै मैले आफूलाई सम्हालेँ। दसैँको रमझम सुरु भयो र हेर्दा हेर्दै सकियो पनि। तर उसको तर्फबाट कुनै सन्देश आएन। अन्तः धैर्यताको बाँध टुटेपछि मैले नै उसलाई एउटा सन्देश पठाएँ। हेलो, मैले सन्देश पठाएँ। हाई, उताबाट पनि सन्देश आयो। के छ तिम्रो खबर? मैले फेरि सन्देश पठाएँ। ठिक छ, तिम्रो के छ? उताबाट उनले जवाफ फर्काए। मेरो पनि ठिकै छ। अहिले तिमी कता छौ? मैले मेसेज पठाएँ। म हिजो मात्र काठमाडौँ आइपुगेँ, उनले भने। एकछिन संवाद रोकियो। त्यसपछि मैले फेरि सोधेँ, तिम्रो दसैँ कस्तो भयो त? राम्रो भयो, तिम्रो नि? मेरो पनि राम्रो भयो। सुन न, मैले तिमीलाई एउटा कुरा सोध्नु थियो, सोध न। तिमीले मेरो पत्र पढ्यौ? पढेँ। अनि तिम्रो जवाफ चाहिँ के हो त? उसले लेखे, मलाई तिमी मन त पर्छ, तर तिमीलाई लाग्दैन र हाम्रो सम्बन्धलाई हाम्रो परिवारले कहिले पनि स्वीकार्नुहुन्न? म अचम्ममा परेर सोधेँ, तिमीलाई किन त्यस्तो लाग्छ? एउटा त तिमी मभन्दा उमेरमा जेठी छौ, अर्को हाम्रो जात पनि मिल्दैन। त्यो पढेर मलाई निकै रिस उठ्यो। मैले जवाफ फर्काइदिएँ, तिमी यो के भन्दैछौ उत्सव? आजको आधुनिक जमानामा पनि यस्तो कन्जर्भेटिभ कुरा गर्ने? हाम्रा अभिभावकले जे भन्नुहुन्छ त्यो पछिको कुरा हो। तर तिम्रो आफ्नै सोच चाहिँ यस्तो? यदि म मन पर्दिन भनेको भए म सहजै स्वीकार गर्थेँ। तर उमेर र जातको कुरा गरेर पन्छिने?
त्यसपछि उताबाट कुनै जवाफ आएन। त्यसपछि उताबाट कुनै जवाफ आएन। आजकलका युवाहरूको सोच पनि यस्तो रूढिवादी हुन्छ र भन्ने कुराले मलाई आकर्षित बनायो। रिस्के झोकमा मैले पनि थप कुनै सन्देश पठाइनँ। दसैँ र तिहार दुवै सकिएपछि कलेजको दोस्रो सेमेस्टर सुरु भयो। मङ्सिरको महिना भएकाले जाडो बढ्दै थियो, तर मेरो मनमा भने उत्सवको पूर्णताले गर्दा अर्कै चिसो पसिसकेको थियो। उत्सव पूर्ण रूपमा मौनी थिए। उनको मनमा के चलिरहेको थियो मैले बुझ्न सकिनँ। म पनि आफ्नो आत्मसम्मानका कारण चुप नै रहेँ। म हेर्न चाहन्थेँ कि उनी कहिलेसम्म मौन बस्न सक्छन्। तर वास्तवमा म भित्रभित्रै निकै अशान्त र बेचैन भइरहेकी थिएँ। के मायामा उमेर र जात बन्धन बन्न सक्छ? के केटी केटाभन्दा जेठी हुनै सक्दैन र? केटाले आफूभन्दा कान्छी केटीसँग विवाह गर्दा समाजलाई स्वीकार हुने, तर केटीले आफूभन्दा कान्छो केटा रोज्दा पाप हुने? कस्तो कन्जर्भेटिभ सोचाइ। यही विचारले मलाई रातभरि सुत्न दिँदैनथ्यो। उसब अरू साथीहरूसँग सामान्य रूपमा बोले पनि मसँग भने आँखा जुदाउन पनि डराउँथे। मलाई कता कता ड्यानिन हुन थाल्यो। कतै मैले प्रेम प्रस्ताव राखेर गल्ती त गरिनँ। यस्तै तनावका बीच एक हप्ता बित्यो। एक दिन हामी साथीहरू क्यान्टिनमा खाजा खाँदै कलेज टुरको विषयमा छलफल गरिरहेका थियौँ। कहाँ जाने भन्ने लामो बहसपछि अन्तः इलाम जाने निर्णय भयो। हामी खाजा खाँदै गर्दा उसबले मलाई इसाराले एकान्तमा बोलाए। मेरो मनमा उत्साहको लहर दौडियो, तर मैले आफ्नो अनुहारमा त्यो उत्सुकता झल्किन दिइनँ। हामी कलेजको एउटा कुनामा गएर उभियो। केही क्षण त्यहाँ एउटा भारी मौनता छायो। उसब केही भन्न खोज्दै थिए, तर हिचकिचाइरहेका थिए। उनको अनुहारको अन्यल बुझेपछि मैले नै मौनता भङ्ग गर्दै भने, किन बोलाएको मलाई यहाँ? केही भन्नु छ भने सिधै भन। उसबले लामो सास फेर्दै भने, वास्तवमा मैले तिमीलाई सरी भन्नुपर्नेछ। मैले तिमीलाई बुझ्न गल्ती गरेँ। मलाई उनीहरूको कुरा सुन्नु थियो, तर अलिकति भाउ खाँदै भने, तिमी यो के भन्दैछौ? मैले बुझिनँ त। उनीहरूले आफ्नो मनको कुरा खोल्दै भने, म पनि तिमीलाई उत्तिकै माया गर्छु छोरी। तर जब तिमीले प्रस्ताव राख्यौ, मेरो दिमागमा हजारौँ शङ्का उपशङ्काहरू उब्जिए। आमा बुबाले स्वीकार गर्नु होला कि नहोला, हाम्रो उमेरको अन्तरले समाजमा केही फरक पर्ला कि जस्ता कुराहरूले मलाई पोलिरह्यो। तर यो एक महिनाको बितामा मेरो हरेक पल, हरेक रात, हरेक दिन तिम्रै कल्पनामा बित्यो। सपनामा पनि तिमी नै आउन थाल्यौ। म कुनै कुरामा पनि ध्यान दिएर गर्न सक्दिनँ थिएँ। तिमीसँग बोल्न धेरैपल्ट कोसिस गरेँ, तर आँट आएन। आज हिम्मत गरेर भन्दैछु, म तिमीलाई साँचो माया गर्छु र तिमीलाई आफ्नो जीवनको अभिन्न हिस्सा बनाउन चाहन्छु। त्यहाँ फेरि केही क्षण मौनता छायो। म त्यही पलको प्रतीक्षामा थिएँ। उसबले मेरो प्रेम स्वीकार गरेका थिए। मेरो मनले उनीहरूलाई अँगालो हान्न चाहन्थ्यो, तर वरिपरि कलेजका साथीहरू भएकाले मैले आफ्नो भावनालाई नियन्त्रण गरेँ। उसब मेरो जवाफको पर्खाइमा थिए। मैले मुस्कुराउँदै सोधेँ, अनि बुवा आमालाई चाहिँ के भन्छौ त? उनीहरूले मेरो हात समाउँदै भने, त्यो कुरालाई समयलाई नै छोडिदेऊ। बिस्तारै सबै ठिक हुन्छ। म आफ्नो खुसी लुकाउन सकिरहेकी थिइनँ। मेरो अनुहारको उज्यालो हेरेर उसब पनि मुस्कुराए। जब हामी सँगै साथीहरूको मासमा फर्कियौँ, उनीहरूले हामीलाई जिस्क्याउन थाले, तर हामीले त्यसको पुरै परवाह गरेनौँ। त्यसपछि हाम्रा दिनहरू निकै रमाइलो गरी बित्न थाल्यो। हामी प्राय सँगै समय बिताउँथ्यौँ। यही बिचमा कलेज टुरको दिन पनि आयो। बिहान 7 बजे हामी सबै कलेजमा भेला हुने कुरा थियो। म समयमै पुगेर अन्य साथीहरू पनि आउने क्रम जारी थियो। तर मेरो मन नधड्कनले भने केवल उसबलाई मात्र खोजिरहेको थियो। मेरो नजर कलेजको गेटबाट हट्नै सकेको थिएन। साथीहरू हाँसी मजाक गरिरहेका थिए, तर मलाई बाहिरी वातावरणको कुनै वास्ता थिएन। करिब 7:30 बजे उसब गेटबाट भित्र छिर्दै गरेको देखेँ।
उनलाई देख्न साथ मेरो अनुहारमा खुसी छायो र मेरो छेउमा बसे। म खुसी त थिएँ तर अलिकति रिसाएकी पनि थिएँ। किनभने उनीहरूले 7 बजी आउँछु भनेर मलाई आधा घन्टा पर्खाएका थिए। उनीहरूले मेरो अनुहारको भाव बुझिहालेर खल्तीबाट मोबाइल झिकेर मलाई सरी भन्दै सन्देश पठाए। म उनीसँग धेरै बेर रिसाएर बस्न सक्दिनँ थिएँ। त्यसैले ठिकै छ भनेर जवाफ फर्काएँ। करिब 8 बजे हामी सबै गाडीमा चढ्यौँ। म आफ्नै मिल्ने साथीसँग बसेकी थिएँ। यात्राका क्रममा कहिले उनी मलाई हेर्थे त कहिले म लुकीछुपी उनलाई हेर्थेँ। यो 5 दिनको इलाम टुरमा हामीले सोचे जस्तो रोमान्टिक समय बिताउन पाएनौँ। सबै साथीहरूसँगै भएकाले र हाम्रो सम्बन्धका बारेमा कसैलाई थाहा नभएकाले हामीले निकै सावधानी अपनाउनु परेको थियो। हामी एकअर्काको हात समाउन चाहन्थ्यौँ तर अवसर नै मिल्दैनथ्यो। इलाम प्राकृतिक रूपमा निकै सुन्दर भए पनि हाम्रो प्रेम कहानीका लागि भने अलिक खल्लो नै साबित भयो। टुरबाट फर्केपछि हाम्रा भेटघाटहरू झन् बाक्लिए। हामी कहिले बसन्तपुर त कहिले स्वयम्भू घुम्न जान्थ्यौँ। एकअर्काको हात समाएर हिँड्नुमा अर्कै आनन्द थियो। तर बिस्तारै मैले उसको व्यवहारमा परिवर्तन महसुस गर्न थालेँ। उनी प्राय एकान्तको मौका छोपेर शारीरिक रूपमा नजिक हुन खोज्थे। म केवल हात समात्न र अँगालो हाल्नसम्म मात्र सहज थिएँ। जब उसब मलाई मरिहत्ते गरेर मै खान खोज्थे म उनीलाई रोक्थेँ र उनी रिसाउँथे। एक दिनको कुरा हो, हामी गार्डन अफ ड्रिम्समा थियौँ। जाडोको मौसम भएकाले घाम निकै प्यारो लागिरहेको थियो। त्यही क्रममा मेरो नजर अलि पर रहेको एउटा प्रेमी जोडीमा पर्यो जो सार्वजनिक रूपमा एकअर्कालाई चुम्बन गरिरहेका थिए। मलाई अलिकति लाज लाग्यो। उसले पनि उनीहरूलाई नै हेरिरहेका रहेछन्। उनीहरूले मतिर फर्कदै भने, हेर त त्यो जोडीले त कति राम्रोसँग किस गरिरहेको, हामी पनि गरौँ न। मलाई निकै रिस उठ्यो र मैले भने, उसब तिमीलाई हरेक क्षण शारीरिक सामीयता र किसको मात्र कुरा गर्न किन आउँछ? अरू कुनै अर्थपूर्ण कुरा गर्न जान्दैनौ? उनीहरूले जिस्किँदै मेरो शरीरमा हात राख्न खोजेर भने, अह, मलाई त यति मात्र आउँछ, अरू आउँदैन। म आक्रोशित हुँदै त्यस ठाउँबाट उठेँ। मलाई उठेको देखेर उसब पनि उठे र भने, तिमी किन सानो कुरामा यति धेरै रिसाएकी? मायामा किस गर्दैमा के बिग्रिन्छ र? मैले दृढताका साथ भने, यो बिग्रने वा सप्तने कुरा होइन उसब। माया भनेको आत्मा र मनदेखि हुनुपर्छ। फिजिकल रिलेसन राख्दैमा वा फिजिकल रूपमा नजिकिँदैमा मात्र माया हुने होइन। त्यो त क्षणिक आकर्षण मात्र हो। तर मनदेखि गरिएको माया सदाका लागि अमर रहन्छ। तिमी सधैँ किन शारीरिक कुरा मात्र खोज्छौ? मैले तिमीलाई साँचो मनले माया गरेकी हुँ, शरीरका लागि होइन। यति भनेर म रिसाउँदै त्यहाँबाट सिधै आफ्नो घर फर्किएँ। त्यसअघि पनि उसले मलाई धेरैपल्ट फिजिकल रिलेसनको प्रस्ताव राखेका थिए, जसलाई मैले सधैँ अस्वीकार गर्दै आएकी थिएँ। यसै कुरालाई लिएर हाम्रो बारम्बार झगडा पनि हुन्थ्यो। तर यसपालि मलाई उनको नियतमाथि शङ्का लाग्यो र मैले उनीसँग बोलचाल नै बन्द गरिदिएँ। उनीहरूले पनि मलाई फकाउने कुनै प्रयास गरेनन्, मतलब कुनै माफी नै मागे। यही शीतयुद्धका बीच हाम्रो दोस्रो सेमेस्टर पनि समाप्त भयो र कलेज 2 हप्ताका लागि बिदा भयो। बिदाका दिनहरूमा मैले उनीलाई सम्झिरहेँ। म चाहन्थेँ कि उनीहरूले आफ्नो गल्ती महसुस गरून् र साँचो मायाको परिभाषा बुझुन्। तर उनको नेक्सो लागेर मेरो मन छटपटिन थाल्यो र मैले नै फेरि एउटा सन्देश पठाएँ। हेलो, मैले सन्देश पठाएँ। तर उताबाट कुनै प्रतिक्रिया आएन। के छ खबर? मैले फेरि मेसेज पठाएँ। उताबाट कुनै जवाफ आएन। मेरो छटपटी झन् बढ्यो। मैले फेरि लेखेँ, अझैसम्म रिसाएर बसेका छौ? त्यसपछि उसको तर्फबाट जुन जवाफ पायो त्यसले मेरो खुट्टा मुनिको जमिन नै खसालिदियो।
मैले सपनामा पनि उनको मुखबाट यस्तो नीच कुरा सुन्नु पर्ला भनेर सोचेकी थिइनँ। उनीहरूले लेखेका थिए, "म तिमीसँग किन बोल्नु? तिम्रो त्यो पाखेहरूको देखेर मलाई दिक्क लागिसकेको छ। यो 21औँ शताब्दीमा पनि सत्य सावित्री बनेर बस्ने तिमी कस्तो केटी हो? ठुल्ठुला कुरा गर्थ्यौ। अहिलेको जमानामा उमेर चाप हेरिँदैन, खुल्ला विचारको हुनुपर्छ भन्ने मलाई उपदेश दिन्थ्यौ। तर तिमी आफै नै कन्जर्भेटिभ सोचको रहेछौ। यति सानो कुरामा पनि रिसाएर बस्ने। वास्तवमा भन्ने हो भने मलाई तिमीप्रति कुनै चासो र रहर छैन। मलाई तिमी मनै पर्दैन। तिमी आफै मेरो पछि लागेकी हौ र तिमीले नै मलाई प्रेम प्रस्ताव राखेकी हौ। सुरुमा त मैले वास्ता गरेको थिइनँ, तर तिमीले लगातार मेसेज गरेर हैरान पारेपछि मात्र मैले नै भन्न नसकेको पो। मलाई त तिमीसँग केही समय रमाइलो गर्नु थियो, तिम्रो शरीरको उपयोग गर्नु थियो, तर तिमीले लिँदै दिएनौ। मलाई तिमी जस्तै केटीसँग कुनै सम्बन्ध राख्नु नै छैन। अबदेखि मलाई कहिले पनि मेसेज नगर्नु र मलाई सरेक नै बिर्सिदिनु। त्यो सन्देश पढिसकेपछि मलाई लाग्यो म कुनै गहिरो खाडलमा खसेँ। मेरो मस्तिष्क जुरुक्क भयो। म जुन व्यक्तिलाई आफ्नो ज्यानभन्दा बढी माया गर्थेँ, जसका लागि संसार बोल्न तयार थिए, उनी केवल मेरो शरीरको भोग हो र एउटा धोकेबाज मात्र रहेछन् भन्ने सत्य स्वीकार गर्न मलाई निकै गाह्रो भयो। मेरो संसार उजाडिएको महसुस भयो। आत्मग्लानि र पीडाले सीमा नागेपछि मलाई एकपलका लागि आत्महत्या गर्ने विचार आयो। कति रात म आँसुको सागरमा डुबे। सुत्नै सकिनँ। मेरो यो नाजुक अवस्था देखेर मेरा बुवा आमा निकै चिन्तित हुनुभयो। उहाँहरूले मलाई पटक पटक सोध्नुभयो, "के भयो छोरी?" तर म उहाँहरूको आँखामा आँखा जुदाएर केही भन्न सक्ने अवस्थामा थिइनँ। म आफ्नै नजरमा खसिसकेकी थिएँ। अन्तः निराशाको चरम बिन्दुमा पुगेर मैले आफ्नो जीवन समाप्त गर्ने आत्मघाती निर्णय गरेँ। मैले विभिन्न औषधि पसलहरूबाट अनेकौं थरीका कडा औषधिहरू कलेक्सन गरेर एउटा योजना बनाएँ। रातिको समय थियो। घरका सबै सदस्यहरू गहिरो निन्द्रामा थिए। म ओछ्यानबाट उठेँ। घडीमा हेर्दा रातिको 12:30 बजिसकेको थियो। मैले कागज र कलम लिएर एउटा सुसाइड नोट लेख्न खोजेँ, तर आँसुले गर्दा शब्दहरू कोरिनै सकेनन्। मेरो ध्यान अगाडि राखिएका ती औषधिहरूमा केन्द्रित भयो। मैले सबै औषधिहरू खोलेर एउटै ठाउँमा थुपारेर एक गिलास पानी सारेँ। जब मैले ती औषधिहरू मुखमा हाल्न आँटेँ, अचानक मेरो मानसपटलमा मेरो बुवा आमाको हँसिलो र निसाफ अनुहार झल्कियो। त्यसपछि मेरा मिल्ने साथीहरू र मेरा अतीतका सुखद पलहरू मेरा आँखाहरू अगाडि सिनेमाको रिल जस्तै घुम्न थाले। म झस्किएँ। मैले सोच्न थालेँ, मेरा बुवा आमाले मलाई यति धेरै दुःख गरेर यो सुन्दर जीवन दिनुभयो। मलाई पढाउनु भयो, सक्षम बनाउनु भयो र आज म एउटा चरित्रहीन केटाका लागि आफ्नो अमूल्य ज्यान फ्याल्न खोज्दैछु। म मरे भने मेरा वृद्ध आमाको सहारा को बन्नेछ? उहाँहरूले यो वज्रपात कसरी सहन सक्नुहोला? उसब त मेरो जिन्दगीमा केही महिना अघि मात्र आएको हो। तर मेरा बुवा आमा त म जन्मेदेखि नै मेरो हरेक दुःख सुखमा सधैँ मेरो साथमा हुनुहुन्थ्यो। उसब नहुँदा पनि त म हाँसेकै थिएँ, बाँचेकै थिएँ र खुसी नै थिएँ। धिक्कार छ मेरो यो बुद्धिलाई। म कति ठुलो पाप र गल्ती गर्न गइरहेकी रहेछु भन्ने महसुस भयो। यो विशाल संसारमा एउटा उसब मात्र पुरुष होइन र मेरो जीवनको अर्थ उनी मात्र हुन सक्दैनन्। म मर्दिन, म बाँच्छु। आफ्ना आमा बुवाका लागि बाँच्छु र आफ्नै खुसीका लागि बाँच्छु। जे भयो त्यो एउटा नराम्रो सपना थियो। हरेक गल्तीले मानिसलाई एउटा नयाँ पाठ सिकाउँछ। जो लडेर फेरि उठ्छ, उही नै जीवनको दौडमा अगाडि बढ्छ। यही दृढ कमिटमेन्टका साथ मैले ती सबै औषधिहरू
बाथरुमको कमोडमा फ्लस गरिदिएँ। औषधि फालेसँगै मेरो मनको सारा बोझ र अशान्ति पनि बगेर गए झैँ भयो। मेरो मनमा एउटा अद्भुत शान्ति छायो। म ओछ्यानमा पल्टिएँ र भोलिको एउटा नयाँ सुन्दर र उज्यालो बिहानीको सपना देख्दै मिठो निन्द्रामा परेँ।